पोखरीको परिक्रमा गर्ने क्रममा छौँ। यस्तो रहेको छ बाटो, निकै रमणीय पोखरी देख्न सक्छौँ। तर हामी यो परिक्रमा गर्ने क्रममा छौँ है। र पारि एउटा मन्दिर जस्तो देख्न सक्छौँ हामी। र माथि माथि चाहिँ सबै जङ्गल, बिचमा पोखरी। ताको यो छेउबाट चाहिँ यस्तो छ यो पोखरी, ताको छेउबाट निकै पवित्र स्थल हो त। यो त अनि यो जति पवित्रता नेचुरल होइन, प्राकृतिक। आस्था केन्द्र साल्पाधाममा पाल्नुहुने सम्पूर्ण भक्तजनहरूमा हार्दिक स्वागत छ। र यो ढुङ्गाको एउटा बिहार पनि देख्न सकिन्छ हामी यहाँ। यो चाहिँ ढुङ्गाको बिहार र यी हाम्रो नाक्छौ किराँतीहरूको सम्पूर्ण धार्मिक गतिविधि क्रियाकलाप मुन्दुमी क्रियाकलाप गर्ने नाक्छौ। यो नाक्छौ पार्क, नाक्छौ स्पेसल्ली हामी 3462 मिटरमा रहेका रहेछौँ। अब डबल चढ्दै त हामी अन्नपूर्णतिर पुग्ने। यताबाट यस्तो छ, पानी केही घटेको देखिन्छ। मन्दिर यहाँ ठाउँ ठाउँमा फोहोर फाल्ने डस्टबिनको व्यवस्था। र यहाँबाट अर्को मन्दिर, र मन्दिरको अर्को छेउबाट पोखरीको अर्को छेउबाट यस्तो छ पोखरीको दृश्य। र अहिले चाहिँ पानी केही मात्रामा घटेको जस्तो देखिन्छ हिउँदोमा सायद। र यतातिर डढेलो लागेको देखिन्छ, सायद यो डढेलो घाँस पलाओस् भनेर होला। तर यसरी डढेलो लाउँदाखेरि पानीको स्रोतहरू सुक्ने सम्भावना पनि देख्छु म। एकदमै रमणीय चाहिँ दृश्य साल्पा पोखरीको। र यो किराँत समुदाय चाहिँ एकचोटि आउनै पर्ने पवित्र स्थल भएकोले आज आउने मौका पाइयो। निकै भाग्यमानी महसुस गरिरहेको छु। र यसरी एक चरणको चाहिँ परिक्रमा ठ्याक्कै पुरा भएको छ साल्पा पोखरीको। यसरी साल्पा पोखरीको परिक्रमा पूर्ण भएको छ।